नेपालै बस्छ ब्लग बनाउँछ पुतली बाजेहरूले सिकेको ज्याक्दै अहिले नेपाली बोल्छ नेपाली ब्लग नेपाली ब्लग बनाउँछ अनि राम्रै खालको त्यसको भ्यू पनि राम्रै ट्र्याकमा चलाउनु पाइन्छ पाइँदैन नो थ्रु रोड लेखेर होइन यो अहिले बनेको ट्र्याक छ त्यो ट्र्याक मान्छे हिँड्ने ट्र्याक हुने गाडी हिँड्न मिल्ने कहाँ त्यो होइन म पुरै हामी अघिनेको ठाउँबाट हिँडेर कहाँसम्म पुगेको म तिमीलाई देखाइदिन्छु तर आयो है ड्रोन लिएर आएको है बबाल थियो त्यो हावा थप्पै चले होइन त नर्मल अरू बेला भन्दा कम हावा चले बबा कप्चार हुन्थ्यो सबैभन्दा कम प्राइभेसी हुने घरहरू मान्छेहरू एभ्री डे घुम्न आउँछन् नि त्यहाँ यतिबाट फेरि हिँडिन्छन् क्या मान्छेहरू अगाडिबाट एउटा बुढी बस्छ त्यहाँ डाँडामा चढ्ने कुरा भयो कि चढ्ने कुरा कहाँ डाँडामा चढ्न जाने कुरा भयो त्यो पार्कबाट वेलकम टु माई भ्लग गाइज हो कि के अरे वेलकम टु माई च्यालेन्ज गाई भने
एउटा फनी भिडियो थियो वेलकम टु माई च्यानल गाइज च्यालेन्ज सबैभन्दा मनपर्ने बिच मलाई यो यता छेउमा राखेको माथि डाँडा जाने तिमी जान्न यहाँ क्रस गर्ने उता निस्किन्छ क्या अन्डरग्राउन्ड निस्किएन निस्किया होइन तर यहाँ चाहिँ के एक कुरान कि के उयो एक कुरान कि के लेखेको छ नि मेरो वेदर एक कुरान होइन बाटो सेलले पनि यस्तै खैरे लिएर हिँड्थ्यो मैले भिडियो एडिट नगरिकन हालिदिने भिडियो भोइस ओभर नगरिकन हालिदिने यति पिच गरिदिएँ मैले भयो त पुरै लास्ट टाइम म पिच पाएको थिएँ यस्तो ल लास्ट टाइम आएको भनेको अङ्कलहरूसँग आउँदाखेरि चटपटी खाएको तपाईँ आउँदा काम लाग्दाखेरि चाहिँ स्वर्गै जस्तो देखिन्छ